पहिले घर सानो हुन्थ्यो तर मान्छेको मन ठुलो हुन्थ्यो। हजुर हाम्रै बुवा आमाहरू सानो घरमा बस्नुहुन्थ्यो, हामी नि पनि सानो घरमा जन्म्यौँ, तर त्यो घर मालिकको मन ठुलो थियो। मन ठुलो भएर होला, कोठा त त्यहाँ धेरै थिएनन्, त्यहाँ डाइनिङ पनि थिएन, लिभिङ पनि थिएन, किचन पनि थिएन, फर्स्ट फ्लोर पनि थिएन, सेकेन्ड फ्लोर पनि थिएन होइन। तर नभए पनि घर सानो थियो, त्यही थियो त, बाहिर थियो, भित्र थियो, भुइँ तलो थियो, माथिल्लो तलो थियो। तर त्यो घरमा बस्ने मान्छेको मन चाहिँ ठुलो थियो। त्यही भएर त्यो घरमा सासू ससुरा देउरानी जेठानी नन्दा आमाजु सबै अट्थे र साँझको बेला गएका पाहुना पनि अट्थे। मान्छेको मन ठुलो थियो। तर अहिलेका मान्छेको घर चाहिँ ठुलो भयो, मन चाहिँ झन् सानो झन् सानो झन् सानो हुँदै गयो। जसरी यो सानो खल्तीमा मैले ठुलो सामान अटाउन खोजेँ भने कि यो खल्ती बिग्रिन्छ कि त त्यो सामान बिग्रिन्छ। चित्त नै सानो भएको मानिससँग जीवनसाथी कसरी अटोस्? अहिले सानो केही घटना हुँदैन, डिभोर्सको कुरा पहिले आइहाल्छ। त्यसकारण मेरो अपिल के हो भने घर मात्रै ठुलो होइन, मन पनि ठुलो बनाउनुहोस्। हाम्रो जस्तो परिवार, हाम्रो जस्तो समाजमा पारिवारिक विचलन किन आउँदो रहेछ भने जस्तो सुकै होस् श्रीमतीलाई माया गर्नुपर्छ श्रीमानले। हुन त यो संसारभरिका पुरुषहरूमा एउटा रोग लागेको छ अरे। म एकछिन मजाक पनि गरौँ है, यदि अनुमति छ भने। हामी अलि सिरियस टक गर्दै गर्दा दर्शकलाई पनि फेरि बडो चाहिँ मोनोटोनस होला। हुन त म त्यस्तो कुनै कमेडियन होइन, तर एउटा मिठो प्रसङ्ग अथवा एउटा मिठो किस्सा सुनाउँछु। भारतमा एउटा रिसर्च भएछ। एकजना व्यक्ति शोधकर्ताले गएर एकजना कोही श्रीमानलाई सोध्नु भएछ, आपका बीबी कैसे है भनेर, श्रीमती कस्तो छ भनेर सोध्नु भएको। त्यो श्रीमानले के भनेछ भने मेरा बीबी एक नम्बर का पागल है भन्दैछ। मेरो श्रीमती पागलै छ। अनि पडोसी नि छिमेकी चाहिँ कस्तो हुनुहुन्छ? छिमेकी त बहुत सुन्दर हुनुहुन्छ भन्नुभएछ। अब त्यो सोध्ने मान्छे पल्लो घरै गए, त्यो सुन्दर छन् भन्नेका श्रीमानलाई भेटे, सोधेछन् तपाईँको श्रीमती तपाईँलाई कस्तो लाग्छ? एक नम्बरको बेउडी छ, के भन्छ देब्री छ, पागल छ, कुरै बुझ्दिन, मूर्ख छ, यो पागल छ भनेछ। अनि छिमेकी त ऐश्वर्या राय जैसा भनेछ कि। संसारभरिका पुरुषलाई एउटा रोग लागेको हुन्छ। त्यो के हो भने आफ्नो श्रीमती होइन अरू नै राम्रो देख्ने। त्यसकारण मेरो अपिल के हो भने श्रीमान जति हुनुहुन्छ यो कार्यक्रम सुन्ने हेर्ने र इभन श्रीमतीहरूले हेरे पनि श्रीमानलाई सम्झाउनुहोस् कि श्रीमानले जस्तो सुकै भए नि श्रीमतीलाई माया गर्नुहोस्। मायाको अभावमा श्रीमतीहरू विचलित हुन्छन् एउटा। दोस्रो छ श्रीमतीहरूले पनि त फेरि श्रीमानलाई त दोहोरै हुनु पर्यो, दोहोरै हुनु पर्यो त हुँदैन। त्यही त फेरि एक रथका दुईटा पानी पनि बज्दैन होइन। श्रीमतीले चाहिँ जस्तो सुकै होस् श्रीमान सम्मान गर्नुहोस्। अग्लो होस्, होचो होस्, कालो होस्, गोरो होस्, धनी होस्, गरिब होस्, विद्वान होस्, चाहे सामान्य होस्, श्रीमान हो। श्रीमानलाई सम्मान गर्नुहोस्। हाम्रो जस्तो समाजमा श्रीमानले श्रीमतीलाई माया गरिएन र श्रीमतीले श्रीमानलाई सम्मान गरिएन भने त्यहाँ पारिवारिक विचलन आउँछ। श्रीमतीहरूमा पनि एउटा समस्या छ, यदि अनुमति दिनुहुन्छ भने म सेयर गर्छु। यो श्रीमतीहरूमा चाहिँ यहाँ हाम्रो नेपालमा मात्र होइन, विश्वभरि नै श्रीमान चाहे जतिसुकै धुरन्धार पत्रकार होस्, सञ्चारकर्मी होस्, मिडिया हाउसको मालिक नै होस्, कुनै चाहिँ नेता नै होस्, नगर प्रमुखै होस्, अझ मन्त्री नै होस्, अझ प्राइम मिनिस्टरै होस्, ब्याङ्कर होस्, ठुलो बिजनेसम्यान होस्, अरू त अरू एलन मस्कको बुढीले पनि शिवशक्ति सर बुढालाई के भन्छ अरे भने मेरो बुढाको दिमागै छैन, यिनको बुद्धि नै छैन भन्छ अरे। संसारभरिका श्रीमतीलाई अर्को रोग लागेको छ। त्यो के हो भने श्रीमानको बुद्धि छैन भन्ने। त्यसकारण मेरो अपिल के हो भने यही कार्यक्रम मार्फत श्रीमान जस्तो भए पनि सम्मान गर्नुहोस्, श्रीमती जस्तो भए पनि माया गर्नुहोस्। श्रीमान र श्रीमतीको सम्बन्ध त कस्तो हुनुपर्छ भने नाथेनायल हार्थन र सोफियाको जस्तो हुनुपर्छ अरे। के म त्यो प्रसङ्ग बताऊँ? कस्तो थियो उहाँहरूको? नाथेनायल हार्थन भन्ने व्यक्ति एक सामान्य व्यक्ति हुनुहुन्थ्यो अरे कुनै बेला। यी व्यक्ति कुनै एउटा अफिसमा काम गर्नुहुन्थ्यो। एक दिन ती व्यक्ति अफिस गएका 12 साढे 12तिर थर कामदै ओठ मुख सुकाएर खलखली पसिनाले भिजेर नित्रुक्क भएर फर्केर आउनुभयो। श्रीमतीले देखिन्
श्रीमान न्याउरो अनुहार लगाएर आउँदै गरेको देखेपछि आज अफिस छुट्टी हुने बेला त भएको होइन। किन श्रीमान छिटै आउनुभयो? अनुहार पनि अँध्यारो छ, कतै स्वास्थ्यमा केही भयो कि भनेर दौडिँदै गेटमा लिन पुगिन्। जब गेटमा पुगेर हेर्छिन् त श्रीमान पसिनाले नित्रुक्क भिजेका छन्, थरथर थरथर कामिरहेका छन्, ओठ मुख सुकेको छ। अनि सोधिछन् श्रीमतीले, होइन के भयो हजुरलाई, सन्चो पो भएन कि? श्रीमानले भन्छन्, सन्चो त ठिकै छ, तर आज म बर्बाद भएँ। होइन के भयो? श्रीमानले भन्छन् कि म 10 वर्षदेखि काम गरिरहेको अफिसमा आज अफिस पुग्न 10 मिनट ढिला भएको थियो कुनै कारणले। मलाई मालिकले कामबाट निकालिदियो, मेरो जागिर गयो, म बर्बाद भएँ। श्रीमतीले हातमा समाएर भित्र बोलाउँदै भन्छन्, जाबो जागिर न गएको हो, जिन्दगी गएको त होइन नि, किन हजुर यसरी आत्तिनु भएको छ? आउनुहोस्। घरभित्र लिएर आइन्, बिस्तारामा बसालिन्, पछ्यौरीले ती पसिनाहरू पुछिदिन् र भान्सामा गएर चिसो पानी ल्याइन् र एक गिलास पानी पिलाउँदै भन्छन्, हजुर किन अर्काको नोकरी गर्नु पर्यो? हजुर साहित्यमा निकै झुकाव राख्ने व्यक्ति, प्रशस्त पुस्तक पढ्नुहुन्छ, राम्रा र साहित्यिक शब्दहरू लिएर बोल्नुहुन्छ। तपाईँ त एउटा मिठो किताब लेख्नुहोस् न, कुनै साहित्य सिर्जना गर्नुहोस् न, किन अर्काको नोकरी खानु पर्यो त? जागिर गयो, यो त राम्रै भयो, हजुर किताब लेख्नुहोस्। श्रीमान झन् आत्तिन थाले। श्रीमतीलाई भन्छन्, श्रीमतीको नाम सोफिया रहेछ, नाथे नायलले सोफियालाई भन्छन्, सोफिया यो के भनेको तिमीले? मैले मासिक काम गरेर पैसा कमाउँदा त घर व्यवहार चलाउन यति गाह्रो भइरहेको छ, अनि म घरै बसेर किताब लेख्न थालेँ भने हाम्रो व्यवहार कसरी चल्छ? फेरि किताब लेख्न त एक दिन दुई दिनले हुँदैन, 2-4 महिना पनि लाग्न सक्छ। अनि 2-4 महिना चाहिँ हाम्रो व्यवहार कसरी चल्छ? यो के भनेको? मलाई झन् टेन्सन थप्ने काम नगर न सोफिया भन्नुहुन्छ। त्यति नै खेर श्रीमतीले, हजुर किताब लेख्छु मात्रै भन्नुहोस् न, घर कसरी चलाउने त्यो बन्दोबस्त म गर्छु, त्यो जिम्मेवारी मलाई दिनुहोस् भन्दै श्रीमती गइन्। आफ्नो कोठामा दराज खोलिन् र दराजभित्रबाट प्रशस्त पैसा ल्याएर टेबलमाथि राख्दै भन्छन्, हजुर किताब लेख्नुहोस्, 6 महिना किन 1 वर्ष काम नगरे पनि खान पुग्ने पैसा हामीसँग छ, हजुर किताब लेख्नुहोस्। श्रीमान झन् आतिन्छन्, ए सोफिया यत्रो पैसा कहाँबाट आयो? यो कसको पैसा हो? किन मेरो अगाडि ल्याएको? लैजाऊ उसैलाई देऊ, कसको पैसा हो यो? श्रीमतीले भन्छन्, यो पैसा हाम्रै हो। हजुरलाई थाहा छैन होला, हजुरले प्रत्येकचोटि मलाई घर व्यवहार चलाउनु भनेर 100-200 रुपियाँ जब हातमा दिनुहुन्थ्यो, म हजुरले 100 रुपियाँ दिँदा 90 रुपियाँले तरकारी फलफुल घर व्यवहार चलाउँथेँ, 10 रुपियाँ बचाएर यहाँ राखिहाल्थेँ। विगत 10 वर्षदेखि पैसा बचाउँदै जाँदा यति धेरै जम्मा भएछ कि हजुरले 1 वर्ष काम नगरे पनि खान पुग्ने यो पैसा हाम्रै हो, हजुर आजैबाट किताब लेख्नुहोस्। श्रीमतीको त्यो साथ र सहयोग पाएका नाथे नायलले त्यही दिनबाट एउटा यस्तो किताब लेख्न थाले, एउटा यस्तो किताब लेखे जुन किताबको नाम हो द स्कारलेट लेटर, जो अमेरिकी साहित्यमा जसरी नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाले लेखेको मुनामदनको जुन लेभलको चर्चा छ, हो विश्वमा नाथे नायल हार्थनले लेखेको द स्कारलेट लेटर भन्ने पुस्तकको चर्चा कयौं गुणा ज्यादा छ। विश्वका 120 भन्दा बढी राष्ट्रमा त उपल्लो लेभलमा उनले लेखेको दि स्कारलेट लेटर भन्ने पुस्तकलाई आफ्नो देशको भाषामा ट्रान्सलेट गरेर साहित्यकारहरूले पढ्छन् र त्यसको विषयमा शोधकर्ताहरूले अनुसन्धान र विद्यावारिधि गर्छन्। त श्रीमतीले यति नजिकबाट साथ दिने, यति नजिकबाट माया गर्ने श्रीमती थिएनन् भने सायद यी नाथे नायल हार्थन यति चर्चित साहित्यकार बन्न सक्दैनथे। त्यसैले मेरो अपिल के हो भने, श्रीमान र श्रीमती हुन् कसैका भने यी नाथे नायल हार्थन र सोफिया जस्ता हुन्। बस पारिवारिक सुन्दरता त्यहाँ छ। अनि जस्तो जस्तो आमा बुवा हुन्छन् त्यस्तै त्यस्तै छोराछोरी हुन्छन् है। मैले त अहिलेसम्म 7,500 भन्दा बढी मानिसलाई मनोपरामर्श गरेँ होला, साइकोलोजिकल काउन्सिलिङ गरेँ होला। मासमा त यहाँलाई नै थाहा छ 20 लाख मानिसनेरि हामी पुग्यौँ होला। मेरो अनुभवको आधारमा म खुलेर भन्छु, जस्तो जस्तो आमा बुवा त्यस्तै त्यस्तै छोराछोरी, जस्तो जस्तो हाकिम त्यस्तै त्यस्तै कर्मचारी, जस्तो जस्तो मालिक त्यस्तै त्यस्तै नोकर, जस्तो जस्तो नेता त्यस्तै त्यस्तै जनता। हामीले सुधार्ने तलबाट भन्ने अपेक्षा राख्छौँ, तर सुधार्ने माथिबाट हो। त्यसकारण सुध्रिएको हाकिम भएको कार्यालयमा कर्मचारी पनि सुध्रिएका हुन्छन्, सुध्रिएका आमा बुवा भएका ठाउँमा छोराछोरी पनि त्यस्तै राम्रा हुन्छ। त्यसकारण सुधार्नुपर्ने माथिबाट हो। त्यसैले यो कार्यक्रममा म अर्को पनि अपिल गर्छु, संस्कार भन्ने कुरा, अनुशासन भन्ने कुरा, अनुशासन भन्ने कुरा बजारमा किन्न पाइने चिज होइन। नत्र त एउटा धनाढ्य मान्छेले गएर लाखौं रुपियाँमा संस्कार किनेर ल्याएर बच्चालाई दिन सक्थ्यो होला नि। धनीका छोराछोरी किन बिग्रिनु पर्थ्यो? र गरिबले पनि
आफ्नो बालबच्चालाई चाहिँ यदि यो शिक्षा अनुशासन र संस्कार भन्ने कुरा बजारमा किन्न पाइन्थ्यो भने त बरु घर घडेरी बेचेरै भए पनि छोराछोरीलाई उचित संस्कार दिन सक्थ्यो होला नि त। बजारमा किन्न पाइने चिज होइन संस्कार, सोच, मनोबल भन्ने कुरा। त्यो भनेको सामाजिक परिवेश, पारिवारिक परिवेशबाट आफै भित्रबाट जागृत गराउनु पर्ने चिज हो। त्यसैले आफैबाट सो जागरण हुनु जरुरी छ। र आजको यो इन्टरभ्यू हेर्ने तमाम व्यक्तिहरूले पनि सफलता बाहिरी दुनियाँमा खोज्ने होइन, राम्रो कुरा बाहिरी दुनियाँमा खोज्ने होइन, राम्रो कुरा आफै भित्रबाट डेभलप गरेर, आफै भित्रबाट विकास गरेर मान्छे एउटा लक्ष्यसहित, एउटा सङ्कल्पसहित होइन, एउटा चाहिँ एक प्रकारको चाहिँ कमिटमेन्ट र एउटा हौसलाका साथ अगाडि बढ्ने हो भने हर कोही मान्छेको जीवन सार्थक हुन्छ, सुन्दर हुन्छ। म यही सार्थक र सुन्दर जीवनको शुभकामना पनि दिन चाहन्छु।